सो हेलो गाइज होइन आज चाहिँ हामी चाहिँ शनिबारको दिन सबैभन्दा रमाइलो दिन भनेको एक दिन हुन्छ शनिबार। सो काम थियो राति होइन, टक्क कामसाम गरियो। अनि त्यसपछि अब अहिले चाहिँ छुट्टी भयो। सो छुट्टी भइसकेपछि चाहिँ अब के गर्ने, शनिबार अब चिल गर्ने होइन, घर जाने टक्क लगाएर चिल गर्ने। अनि त्यसपछि अब अहिले चाहिँ हाम्रो खासमा 8 बजी छुट्टी हुनुपर्ने, चाँडो काम सकेर चाहिँ। अनि अहिले चाहिँ हाम्रो 7 बजी छुट्टी भएको थियो। यसो ड्रेस चेन्ज गर्दा यता त्यता गर्दाखेरि चाहिँ 30 मिनट त्यत्तिकै गयो। एकछिन रेस्ट गर्दा यता त्यता 30 मिनट गयो। सो अब यतिखेर पनि यहाँ चाहिँ लास्टै अँध्यारो छ, मतलब अँध्यारै छ होइन। सो सक्दैन भने एकचोटि यता हेर्नु, बत्ती बलिरहेको छ बिहानको लागि। सो अब फेरि अब यतिखेर पनि उज्यालो किन नहुने हो भनेर तपाईँलाई विश्वास लाग्दैन भने म मोबाइल पनि देखाउँछु। उस पर कोई असर नहीं। ए तेरिका कस्तो गाँच मोबाइल छ फेरि किन हेर्नु होइन, त्यहाँको 7:30 छ। सो यतिखेर पनि अब हाम्रो चाहिँ अँध्यारो छ, हामी जर्मनीमा छौँ होइन। सो जर्मनीमा भनेको चाहिँ 8-9 बजीसम्म पनि, बिहानको 8-9 बजीसम्म पनि अँध्यारै हुन्छ। सो यही हो शनिबारको दिन, काम गरेको दिन, थकित भइहाल्छ, गएर सुतिन्छ। खाना चाहिँ खाइन्छ कि खाइन्न भन्ने कुरा चाहिँ अब रुममा पुगिसकेपछि थाहा हुन्छ है। अब बेड देखिन्छ, बेड देखिसकेपछि त्यत्तिकै ढल्न पनि सकिन्छ। अनि खानेकुरा भनेको आनन्दले सुतेर उठिसकेपछि बल्ल खाइन्छ। सो पानी नै परिरहेछ, मौसम त बन्द आयो भाइ।